शुभ प्रभात। दैनिक आशामा तपाईलाई हार्दिक स्वागत छ। आज हामी विशेष गरी नेपालको युवाहरूका लागि एक शक्तिशाली आत्मिक यात्राको सुरुवात गर्नेछौँ। आफ्नो साँचो पहिचान खोज्ने यात्रा, यस्तो पहिचान जुन समाजले होइन, असफलताले होइन, तुलना गर्ने संसार होइन, तर परमेश्वरले निर्धारण गर्नुहुन्छ। आजको संसारमा धेरै युवाहरू आफ्नो पहिचानको खोजीमा सङ्घर्ष गरिरहेका छन्। कसैले सामाजिक सञ्जालमा आफ्नो मूल्य खोज्छन्, कसैले लोकप्रियतामा, कसैले पढाइमा, सम्बन्धमा वा समाजको अपेक्षामा। तर यी कुनै पनि कुराले तपाईलाई पूर्ण रूपमा परिभाषित गर्न सक्दैन। तपाईको साँचो पहिचान केवल येशू क्रिस्टमा मात्र भेटिन्छ। जब तपाईले क्रिस्टमा आफू को हुनुहुन्छ भनेर बुझ्नुहुन्छ, तब जीवन अनिश्चित हुँदा पनि तपाई दृढ रहन सक्नुहुन्छ। आज परमेश्वर तपाईलाई सम्झाउँदै हुनुहुन्छ। तपाई प्रेम गरिरहनु भएको व्यक्ति हुनुहुन्छ, चुनिनु भएको व्यक्ति हुनुहुन्छ, क्षमा पाउनु भएको व्यक्ति हुनुहुन्छ र उद्देश्य सहित सृष्टि गरिनु भएको व्यक्ति हुनुहुन्छ। बाइबलमा दोस्रो कोरिन्थी 5:17 यसरी लेखिएको छ, यसकारण कोही क्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। यस पदले हामीलाई के सिकाउँछ भने जब हामी क्रिस्टमा हुन्छौँ तब हाम्रो विगतले हामीलाई नियन्त्रण गर्दैन, हाम्रा गल्तीहरूले हामीलाई परिभाषित गर्दैनन्। येशूमा हामी नयाँ बनाइन्छौँ। युवाहरूको वास्तविक चुनौती। नेपालमा धेरै युवाहरू परिवारको दबाव, समाजको अपेक्षा, शैक्षिक प्रतिस्पर्धा र साथीहरूको प्रभाव बीच आफ्नो पहिचान हराइरहेका हुन्छन्। कतिपयलाई लाग्छ म पर्याप्त छैन। कतिपय सामाजिक सञ्जालमा अरूसँग तुलना गरेर आफूलाई कमजोर ठान्छन्। कतिपय विगतका गल्तीहरूको बोझ बोकेर भविष्यदेखि डराउँछन्। यी सङ्घर्षहरूले मनमा प्रश्न उठाउँछन्, म वास्तवमा को हुँ? के मेरो जीवनको मूल्य छ? के म पर्याप्त छु? परमेश्वरको उत्तर स्पष्ट छ। तपाईको पहिचान मानिसहरूमा होइन, क्रिस्टमा छ। क्रिस्टमा आफ्नो साँचो पहिचान पत्ता लगाउने 3 बाइबलीय कदमहरू। नम्बर 1, तपाईँ परमेश्वरको अद्भुत सृष्टि हुनुहुन्छ भन्ने कुरा स्वीकार गर्नुहोस्। तपाईँ कुनै दुर्घटना होइन, तपाईलाई परमेश्वरले उद्देश्य सहित सृष्टि गर्नुभएको हो। भजन सङ्ग्रह 139:14 ले भन्दछ, म तपाईको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। परमेश्वरले तपाईलाई विशेष प्रदान, उद्देश्य र मूल्य सहित बनाउनु भयो। तपाईको मूल्य तपाईको रूप, सामाजिक स्तर वा उपलब्धि होइन, परमेश्वरको सृष्टिले निर्धारण गर्छ। त्यसैले अरूसँग तुलना गर्न छोड्नुहोस्। परमेश्वरले तपाईलाई जस्तो बनाउनु भयो त्यसका लागि धन्यवाद दिनुहोस्। दोस्रो नम्बरमा, तपाईँ प्रेम गरिनु भएको र चुनिनु भएको व्यक्ति हुनुहुन्छ भन्ने विश्वास गर्नुहोस्। येशूले तपाईका लागि आफ्नो जीवन दिनुभयो किनकि उहाँ तपाईलाई गहिरो प्रेम गर्नुहुन्छ। बाइबलमा पहिलो पत्रुस 2:9 लेखिएको छ, तर तिमीहरू चुनिएका जाति, राजकीय पुजारी, पवित्र जाति र परमेश्वरका आफ्नै प्रजा हौ। तपाईँ परमेश्वरद्वारा चुनिनु भएको व्यक्ति हुनुहुन्छ। संसारले अस्वीकार गरे पनि परमेश्वरले कहिल्यै अस्वीकार गर्नुहुन्न। हरेक दिन जब नकारात्मक सोच आउँछ, आफैलाई सम्झाउनुहोस्, म परमेश्वरद्वारा प्रेम गरिएको र चुनिएको व्यक्ति हुँ। नम्बर 3, परमेश्वरका सन्तानको रूपमा उद्देश्यपूर्ण जीवन जिउनुहोस्। क्रिस्टमा आफ्नो पहिचान जान्नु मात्र पर्याप्त छैन, त्यस अनुसार जीवन जिउनु आवश्यक छ। एफिसी 2:10 ले भन्दछ, किनकि हामी उहाँकै कारिगरी हौं, असल कामहरूका लागि क्रिस्ट येशूमा सृष्टि गरिएका। परमेश्वरसँग तपाईको जीवनका लागि विशेष उद्देश्य छ। चाहे तपाईँ विद्यार्थी हुनुहोस्, परिवारमा हुनुहोस्, सेवकाईमा हुनुहोस् वा समाजमा, तपाईलाई उहाँको ज्योति चम्काउन बोलाइएको छ। हरेक बिहान प्रार्थना गर्नुहोस्, प्रभु आज मलाई तपाईको सन्तानको रूपमा जिउन सहायता गर्नुहोस्। यस समय तपाईलाई म के उत्साह दिन चाहन्छु भने, प्रिय नेपालका युवाहरू, तपाईहरू केवल आजको लागि होइन, भविष्यका लागि पनि बोलाइएका पुस्ता हुनुहुन्छ। तपाईको पहिचान सीमितता, डर, असफलता वा समाजको विचारले निर्धारण गर्दैन। चाहे तपाईँ काठमाडौँमा हुनुहोस्, पोखरामा, चितवनमा वा गाउँमा, परमेश्वरले तपाईलाई देख्नुहुन्छ, प्रेम गर्नुहुन्छ र तपाईका लागि योजना राख्नु भएको छ। तुलना,
दबाव वा विगतको गल्तीहरूले तपाईको पहिचान चोर्न नदिनुहोस्। क्रिस्मा दृढ भएर उभिनुहोस्। नेपाललाई आफ्नो पहिचान परमेश्वरमा भेटेका साहसी, सत्यनिष्ठ र विश्वासयोग्य युवाहरू चाहिएको छ। तपाईँ नेपालका लागि ज्योति हुनुहुन्छ। आउनुहोस् यस समयमा हामी सँगसँगै प्रार्थना गरौँ। स्वर्गीय पिता, मलाई प्रेम र उद्देश्य सहित सृष्टि गर्नु भएकोमा धन्यवाद। मेरो साँचो पहिचान तपाईमा मात्र खोज्न सिकाउनुहोस्। जब म भ्रममा पर्छु, असुरक्षित महसुस गर्छु वा संसारको दबावले थिचिन्छु, तपाईँ मलाई सम्झाइदिनुहोस् कि म तपाईको सन्तान हुँ। मलाई अरूसँग तुलना नगरी तपाईले दिनुभएको उद्देश्यमा आत्मविश्वासका साथ अघि बढ्न सहायता गर्नुहोस्। नेपालका सम्पूर्ण युवाहरूलाई साहस, सत्य र विश्वासमा उठाइदिनुहोस्। हामी क्रिस्मा बलियो बनौं र जहाँ भए पनि तपाईको ज्योति चम्काउन सकौं। येशू प्रभुको नाउँमा आमेन। अन्तमा म यही भन्न चाहन्छु कि तपाईको साँचो पहिचान संसारमा होइन, क्रिस्मा छ। तपाईँ चुनिनु भएको हुनुहुन्छ, तपाईँ प्रेम गरिनु भएको हुनुहुन्छ, तपाईँ नयाँ बनाइनु भएको हुनुहुन्छ। परमेश्वरले तपाईलाई आशिष दिनु भएको होस्।